झर्नु आँटिसके साथीहरू। हामी चाहिँ हेर्नुहोस् न यस्तो जङ्गलबारी हिँड्नुपर्छ हो। अहिले चाहिँ यहाँ हाम्रो चाहिँ रोड पनि छैन नि त कि त्यस्तो यहाँ पानीसँग माथि मात्रै छ रोड चाहिँ। गाडी पनि बिहानै जाइहाल्छ गाडी भएर आयो दिउँसो चाहिँ हामीले गाडी पनि पाउँदैन। कहीँ जानु छ भने हो के हो हामी चाहिँ यहाँ तलदेखि चाहिँ त्यसको अलिक तलदेखि आएको। अहिले चाहिँ हामी चाहिँ यहाँ माथि आइसक्यौँ हो। अझै उकालो जानु छ है। अहिले चाहिँ भने हामीले हाम्रो घर पनि आइसकेको छ भाइ। पुरा सिङ्गर प्याटर्न गरेर आउँछ पुरा मेकअपहरू गरेर फाउन्डेसन लगाउनु लागि त्यही भएर पुरा ढिलो भयो भाइलाई। हिँड्नु साह्रो परिरहेको छ। अहिले चाहिँ हामी यहाँ माथि रोड पुगिसकेको छौँ हो। चाहिँ हामीलाई यहाँ उकालो जानु छ नि त। चाहिँ हामी यहाँ माथि माथि आइपुग्दैछौँ। तल हेर्नुहोस् भाइ र हामी यहाँनिर हत्तु बसिसक्यो हिँड्दै हिँड्दा। हामी चाहिँ अहिले यहाँ आइपुगिसकेको जस्तो जङ्गलबाट जाँदैछौँ हो। यहाँ पुगेछ अहिले चाहिँ हामी यहाँ फाइनली रामु आइसकेको छौँ। पानी परेर हो यहाँ रामु आइसकेको छ। हामी यहाँ मोमो खाइसकेर पनि फेरि हामी यता जाँदैछौँ हो। रोना चाहिँ आइपुगेको छैन होइन पर्खिरहेको छु मलाई। त्यहाँदेखि चाहिँ हामी उकालो छेउछाउले पनि जानेछौँ। अहिले देखाउनेछु तपाईँहरूलाई है। गाइस यस्तो ढिलो भएको क्या आज चाहिँ म त गाडी नपाएर 250 फेरि यिनीहरूको 180 को भाडामा जाउँ। र बङ्गलामा चाहिँ यस्तो पानी परिरहेको छ ए होइन सबैहरू जित्सकेर सबैहरू कस्तो पानी राति हुन्छ अनि यसरी खाना गर्ने र बङ्गलाको मौसम चाहिँ यस्तो छ हो। हगी लागेर गेटबाट एन्ट्री भइसकेको छ हो यताबाट आएर। र हामी चाहिँ यहाँ जाँदैछौँ। यहाँनिर 2-3जना आधी चाहिँ आउँदैछ हो। कन्फर्महरू चाहिँ उयो भएको छैन तल हेर्नुहोस् न। यहाँनिर जाँदैछ हामी चाहिँ हो। र अहिले म तपाईँहरूलाई तलै गएर देखाउनेछु। हामी चाहिँ यहाँ रोडबाट जाँदैछौँ हो। यहाँबाट उकालो गयो भने चाहिँ बुद्ध पार्क। र हामी चाहिँ एउटालाई जाँदैछौँ। अहिले भेट्नेछौँ तपाईँहरू तल पुगेर है। हामी चाहिँ यहाँ तल भित्र आएर यहाँ तल पुग्न हेर्छौँ हो। हेर्नुहोस् न यहाँ चाहिँ कस्तो टाइमिङ बनाइरहेको छ। तर के गर्नु आज चाहिँ फगी लागेकोले गर्दामा यहाँनिर राम्रो क्लियर चाहिँ देख्नु सकेको छैन है। तर पनि हेर्नुहोस् यहाँ तल चाहिँ भलिबल भइरहेको रहेछ हो यहाँनिर। अहिले चाहिँ भने हामी यहाँनिर यहाँ तल आएर पनि यहाँ एरिया छ। गाइस खेल चाहिँ राम्रो भएको थियो। यस्तो त जाडो भइरहेछ मुटु मामी भित्र यहाँनिर मुटु निक्लिएर हालिसकेको छ मेरो होइन। तर मलाई त्यही छैन गाइस म यस्तो भइरहेछ तर पनि जाडो भइरहेको छ नि त मलाई। यो चाहिँ के भन्छ फेसन सो देखाउनु चाहिँ अब होइन। तर गाइस म ज्याकेटै नभएर भाइ तिमीलाई देखाएको छैन हौ। राम्रो चाहिँ देखेको म चाहिँ यहाँ छु। मैले चाहिँ धन्न उठिरहेर
भनेर सोच्छन् त कि अन्त त्यो लगाएकै मलाई उयो भन्छ तातो भएर म्याच स्टार्ट हुन आँटेको छ हो र यहाँ चाहिँ रिन्सेबुङको र ब्लूवाला उपरको ब्लूवाला चाहिँ रिन्सेबुङ अन्त यता रेडवाला चाहिँ के पो थियो यता रेडको त BMS 16 कुनै के जातिबाट थियो याद छैन मलाई चाहिँ हो हेर्नुहोस् नाइट भ्यू चाहिँ नेपालमा बसे पनि यहाँसम्म तपाईहरुले सुन्दिनुहुन्छ बोलाइदिनुहुन्छ एकदम खुसी लाग्छ हामीलाई सो थ्यांक यू सो मच एभ्रीवन चिफ गेस्ट हुनुहुन्छ उहाँहरु हामी चाहिँ गेस्ट हो हामी चाहिँ पूर्ण राई र दाजुहरु हामी धरानबाट हो हामी नेपालबाट अघि भनिहाल्नु सिक्किम आफ्नो थर्ड चोटि हो सो अब ढिला नगरिकन अर्को गीत छ यो गीत चाहिँ मैले कसरी लेखेँ भने आफू चाहिँ एकदम लो फेजमा हुँदाखेरि एक्लै कोठामा बसिरहेको एकदम नेगेटिभ एनर्जिजहरू आइरहेको थियो अनि आफूले आफूलाई सेल्फ मोटिभेट गर्न बनाइएको हो यो गीत चाहिँ अलिकति गाली गरे जस्तो छ तर यो चाहिँ आफूले आफूलाई नै मोटिभेट गर्न गाली गरे हो अनि गीतले चाहिँ के भन्छ भने नि एनर्जिजहरू पासन गर्न खोज्छौँ थ्रु हाम्रो लिरिक्स थ्रु हाम्रो म्युजिक नेगेटिभ एनर्जिजहरू चाहिँ राख्दैनौँ हामी सो आवा भन्ने चाहिँ मेरो एउटा एकदम स्पेसल गीत छ है यो गीत चाहिँ मेरो लागि एकदम स्पेसल गीत हो किनभने यो गीतबाट नै मान्छेहरूले मलाई अलिकति मासमा पुरा जस्तो लाग्छ यो गीत चाहिँ अनि तपाईहरुलाई म के भन्नु मन लाग्छ भने नि जस तपाईहरु कतिजना स्टुडेन्ट्स होला कतिजना काम गर्नुहुन्छ होला हैन अनि आफ्नो कामप्रति चाहिँ एकदम इमानदार हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ एकदम हार्ड वर्किङ हुनुपर्छ मेहनत गर्नुपर्छ आफ्नो आर्टप्रति इमानदार भयो भने त्यो हाम्रो सक्सेस भन्ने कुरा चाहिँ आफै हुने रहेछ क्या तर आफ्नो कामप्रति चाहिँ एकदम इमानदार भएर गर्नुपर्ने रहेछ सो मैले पनि त्यसरी नै गरेँ जस्तो लाग्छ मेरो आर्टप्रति एकदम इमानदार भएर अनि यो गीत चाहिँ मैले कोठाभित्र लेखेको थिएँ अब मलाई थाहा थिएन मान्छेले यति धेरै रुचाउनुहुन्छ भनेर यस्तो राम्रो रिच भयो सबैजनाले मन पराइदिनु भयो यो गीत सो यो गीत चाहिँ डेडिकेटेड टु इच एन्ड एभ्री वान अफ यु यो गीतको नाम चाहिँ मनाका कुरा हो सो तपाईँहरू सबैलाई थाहा छ होला यो गीत थाहा छ भने हामी सबैजना सँगै गाउनुपर्छ है हुन्छ
बाट यसको लय समाउकी गोठमा लाली फेरि गाउने कि गाउने हो